किचन लाइनमा काम गर्नेहरूको एउटा पीडा के उनीहरूले जस कहिले पनि पाउँदैनन्। किचनबाट कुनै पनि गएको चिजहरू त्यो राम्रो लागेछ भने, राम्रो भएछ भने कस्टमरले फ्रन्टमा हुने सबैजनालाई के तारिफ आउँछ के, वाउ कति दामी उस्तै गरी टिप्स पनि उनीहरूले पाउँछन्। त्यो प्रशंसाको कुराहरूले हामीले थाहा पाउँदैनौँ। तिमीले 100मा 100 दिन राम्रो गर, तर एक दिन पनि तिमीलाई राम्रो गरिस् भनेर कसैले पनि भन्न आउँदैन। तर त्यही 100 दिनमा एक दिन नराम्रो गर, तिमीले एक हप्तासम्म त्यही कुरा सुन्नुपर्ने हुन्छ। तिमीले राम्रो गर्यौ, राम्रो खाना निकाल्यौ, राम्रो टेस्ट निकाल्यौ, तिमीलाई कसैले पनि वाह भन्दैन। यति मिस्टेक गर, त्यसपछि भयोभरको दोष, भयोभरको गाली तिमीले सुन्नुपर्ने हुन्छ। त्यसैले यो होटेल लाइनमा चाहिँ जस चाहिँ कहिले पनि नपाइँदो रहेछ।